ग्रो मनीमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी डिस्कस गर्छौं नेपालको टप 5 कम्पनी जसमा तपाईले 5 साल पहिला तपाईले 1 लाख इन्भेस्टमेन्ट गरेको भए आज कतिसम्म गएको हुन्थ्यो, त्यसको बारेमा हामी जानकारी आज विस्तृत रूपमा तपाईहरुलाई दिनेछौं। फर्स्ट नम्बरमा रहेको छ एग्रिकल्चर डेभलपमेन्ट बैंक, जसमध्ये तपाईले 2020 मा 1 लाख रुपैयाँ इन्भेस्टमेन्ट गरेको भए 2025 सम्म आउँदा साथमा तपाईले रिइन्भेस्टमेन्ट क्याश साथमा राइट शेयर एप्लाई गरेको भए आजसम्म आउँदा 2,09,621 रुपैयाँ 73 पैसा हुन्थ्यो, जसमा टोटल इन्भेस्टमेन्ट तपाईको 1,13,623 रुपैयाँ 98 पैसा हुन्थ्यो, जसमा तपाईको क्याश डिभिडेन्ड र रिइन्भेस्टमेन्ट राइट शेयर तपाईले 13,623 रुपैयाँ 98 पैसा हुन्थ्यो। सेकेन्ड नम्बरमा रहेको छ एभरेस्ट बैंक लिमिटेड, जुन चाहिँ एकदम फन्डामेन्टल स्ट्रङ कम्पनी रहेको छ। त्यसमा पनि तपाईले 1 लाख रुपैयाँ जुन चाहिँ 2020 मा इन्भेस्टमेन्ट गरेको भए 2025 सम्म आउँदा साथमा तपाईले रिइन्भेस्टमेन्ट क्याश डिभिडेन्ड एन्ड राइट शेयर एप्लाई गरेको भए आजसम्म आउँदा तपाईको भ्यालुएसन 2,89,1103 रुपैयाँ 69 पैसा भएको हुन्थ्यो। तेस्रो नम्बरमा रहेको छ नबिल बैंक लिमिटेड, जसमा तपाईले 2020 मा 1 लाख रुपैयाँ इन्भेस्टमेन्ट गरेको भए 2025 सम्म आउँदा तपाईको रिइन्भेस्टमेन्ट क्याश साथमा राइट शेयर एप्लाई गरेको भए आजसम्म आउँदा तपाईको भ्यालुएसन 1,63,016 रुपैयाँ 85 पैसा हुन्थ्यो, जसमा चौथो नम्बरमा रहेको छ सनिवा बैंक। यो पनि धेरै स्ट्रङ बैंक रहेको छ, जसमध्ये नेपाल राष्ट्रिय बैंकको गभर्नर जुन चाहिँ त्यसको पनि इन्भेस्टमेन्ट यस बैंकमा रहेको छ। त्यसमा तपाईले 2020 मा 1 लाख इन्भेस्टमेन्ट गरेको भए 2025 सम्म आउँदा कति हुन्थ्यो, साथमा तपाईले रिइन्भेस्टमेन्ट क्याश डिभिडेन्ड एन्ड राइट शेयर एप्लाई गरेको भए आजसम्म आउँदा तपाईको इन्भेस्टमेन्ट 3,11,000 कमर्सियल बैंक 295 पैसा हुन्थ्यो, जसमा तपाईको राइट शेयर क्याश डिभिडेन्ड चाहिँ 1,32,660 रुपैयाँ 29 पैसा हुन्थ्यो। 2025 सम्म आउँदा तपाईको इन्भेस्टमेन्ट जसमध्ये रिइन्भेस्टमेन्ट हुन्थ्यो अनि राइट शेयर तपाईले एप्लाई गरेको भए आजसम्म आउँदा तपाईको भ्यालुएसन 2,01,993 रुपैयाँ 46 पैसा हुन्थ्यो, जसमध्ये तपाईको रिइन्भेस्टमेन्ट क्याश डिभिडेन्ड राइट शेयर एप्लाई गर्दा तपाईले लागेको पैसा चाहिँ 14,124 रुपैयाँ 29 पैसा हुन्थ्यो।